आज हामी गइरहेका छौँ कोदोको स्पेसल के खाने रे रोटी रोटी आज कोदोको रोटी खाने थुक्पा बनाएर खाने थुक्पा आज हामी थुक्पा तिमी के खाने लक्ष्मी यहाँ तिमी के खाने आज हामी सब फ्यामिलीहरू बसेर आज कोदोको ट्याक्क थुक्पा होइन थुक्पा बनाएर टक्क खाने हो कोदोको पिठो कोदोको पिठो हो यो पनि कोदोको पिठो है कोदोको पिठो छ टक्क थुक्पा बनाएर टक्क त्यसलाई पानीमा उमालेर टक्क खानुपर्छ है है आज खानुपर्छ है पानीमा उमालेर है खुसी हुन्छ यो खुसी ल तेरो खुसी ल भिडियो बनाएको छैन भिडियो अन गर गयो तपाईँ त देखेको हाय गाइस रोटी बनेर तयार भइसक्यो है गाइस हाम्रो यसमा तरकारी छ हैन तरकारी चाहिँ गोलभेडाको अचार हो टक्क चोपेर खानुपर्छ हैन यसमा चाहिँ दुध रहेछ दुध छोरीलाई दुध खुवाउनुपर्छ हैन दुध बनाएर यसमा दुध रहेछ यसमा चाहिँ तरकारी छ रोटी म देखाउँछु है तर हामीले चाहिँ खाइसक्यो हैन तर एउटा चाहिँ बचेको चाहिँ रोटी चाहिँ यस्तो रोटी खास बनाउनु चाहिँ अर्कै बनाउने भने हो तर चाहिँ यस्तो बनाउनु पर्यो हैन अलिकति नमिलेर बनाएको अनि अब घरको साउनीलाई चाहिँ यहाँ राइस कुकरमा भात पकाए अनि राइस कुकरमा भात खान्छ यहाँ पुरा हिटर तापेर बसिरहेको हिटर बाबा 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 उठा उठा फेरि यसलाई मोबाइल भिडियो बनाएर देख्नै हुँदैन भिडियो आफै बनाउने त्यो पनि हाँस्ने हो कि गाइस भिडियोलाई मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है ल बाइ बाइ आटा आफूलाई नि सामान टोके मेरो छोरीले आइ आयो सिकानै खाइदियो मुख हाई गाइस हाई हेलो कस्तो देखेछ मेरो छोरी बाउ जस्तो देखेको छ कि म जस्तो देखेको छु ल बाई बाई